साथीहरु नमस्कार। यो भिडियो अनिवार्य हेर्नु होला है साथीहरु। के छ भने नि राजा वीरेन्द्रले महाकाली सन्धि सम्झौता राष्ट्रघाती हो नगर है भन्दा भन्दै त्यो त गर्न जान लागो म भनेर शेरबहादुर देउवाले त्यतिबेला गरेका कुराहरुलाई कस्तो तरिकाले भन्दै हुनुहुन्छ उहाँले। एकैछिन सुनौ। यो देशको राष्ट्रघातको बिउ रोप्ने काम कांग्रेसले गरेको छ, त्यसलाई मलजल गर्ने काम एमालेले गरेको छ भने त्यसलाई चरम चुलेमा पुर्याएर देशै सजिदाउने काम माओवादीले गरेको छ साथीहरु। यो भिडियो जति सक्दो धेरै फैलाइदिनु होला है साथीहरु। धन्यवाद नमस्कार। साले एउटा इन्टरभ्यूमा बडो उद्वेग लाग्ने कि यस्तो चाहिँ पूर्व प्रधानमन्त्रीको चुरी भइसकेका मान्छेले भने राजा वीरेन्द्रले मलाई गएर यो चाहिँ हस्ताक्षर नगर महाकालीमा राम्रो छैन भन्दा मैले राजालाई टेरिन र गएर सही गरे दिल्लीमा पो हुन्छ बा। महाकाली सन्धि खारिज गर भन्दै हुन्थ्यो म महाकाली सन्धि साइन गर्न जाँदै थिएँ दिल्ली हुनुभएन। महाकाली सन्धि साइन गर्न दिल्ली जाने मान्छेले महाकाली सन्धि खारिज गर्छु भन्न सक्छ उसलाई? अब के अरे राजपरिवार राजा राजपरिवारका विषय अधिकार भनेर भनेको छ त्यहाँ। त्यो सक्ने कुरा थिएन मैले। अब चाहिँ त्यो अब अरू त धेरै अष्टाङ्ग सन्धि खारिज गरेर यहाँ त्यहाँ काला पानी यति यति छ दिएन। मैले त्यही पनि एउटा इस्यु गराउनु म चाहिँ दिल्ली जाँदैछु। इन्टरभ्यू छ यार होइन। एक चम्चा पानीमा डुबेर मर्नु पर्ने हो त्यस्तो भन्ने मान्छे के गरे त्यो अझ उ गर्छ। अब महाकाली सन्धि राम्रो भयो भए यो 28-29 वर्षसम्म त्यो सही गरेको चाहिँ सन्धि एक पाइला बढाएको छैन। किन त्यसमा राष्ट्रघात भएको छ। 2 महिनामा हुने काम भनेको छ त्यहाँ डिपिआर बन्ने। 28-29 वर्ष भयो बनाएको छैन। 2 वर्षमा चाहिँ फाइनेन्सिङ हुने, 8 वर्षमा त पञ्चेश्वर बाँधे भन्ने भनेको छ। यहाँ 28 वर्ष भइसक्यो। 12-2ले के भन्छ त्यहाँ 12-2ले के भन्छ भने 10 वर्ष या अगाडि यसको पुनरावलोकन हुन्छ भनेको छ। 3वटा 10 वर्ष गइसक्यो भएको छैन। किन सोध्नु होला। त्यो सन्धि सही गर्ने चाहिँ 30 वर्ष अगाडि प्रधानमन्त्री र विपक्षीका नेता उही शेरबहादुर उही खड्गवली आज पनि तिनै छन् है। अनि यो देशमा युवाले मेरो यहाँ भविष्य छ भने कसरी पत्याउने। एयरपोर्टमा जानुस् दिनको 3000 5000 कतिले चाहिने टाटा बाई बाई यो व्यवस्थामा हामीलाई विश्वासै छैन भनेर हिँडिरहेका छन्। तपाईँ हाम्रो कुरा हामी बुढाहरूको नपत्याउँ होइन। तिनलाई त पत्याइदिउ न। भविष्य छैन भनेर त हिँडिरहेछन् दिन है होइन। +2 पास गर्न पाएको छैन सबैजना बाहिर हिँड्ने भन्छन् किन यहाँ कसैलाई विश्वास छैन। यो त डरलाग्दो सिचुएसन आयो है।